गाउँघरमा यस्तो हुन्छ रमाइलो। यो चुवाएको फुल गेटमा यत्रो यो धेरै फुलहरूले स्वागत गर्नको लागि पर्खिरहेछन् मान्छेहरूलाई। हाम्रो आँप आइरहनु भएको छ, धेरै मिठो आँप छ भनिरहनु भएको छ। यो रुख आँपै आँप छ, यहाँनिर रुखैभरि आँप छ, शान्त छ, राम्रो छ, धेरै राम्रो ठाउँ। चुवाएको फुल तपाईँहरूलाई थाहा छैन होला साथीहरू, बजार बस्ने साथीहरूलाई यो चुवाएको यो फुलको बारेमा थाहा नहुन सक्छ, तर पनि हामी यो देखाइरहेका छौँ। यहाँ मनाइ देख्न सक्नुहुनेछ गाउँघरको वातावरण कस्तो लागिरहेछ पदम सर? आँप खाइरहँदा कस्तो लाग्नु? रिस उठिरहेको, रुचि किन उठ्यो? झ्याउ लागिरहेछ, झ्याउ किन लाग्यो? त्यस्तो छ झन्डै खोलातिर हैन, खोल्सातिर झरेर। अहिले यो ठाउँमा आइरहँदाखेरि यो फुलै फुलको गेटले स्वागत गरिरहँदाखेरि, यहाँ आइरहँदाखेरि, अहिले आँप खाइरहँदाखेरि, आँपको रुख मुनि बसिरहँदाखेरि, चोयाको रुख मुनि बसिरहँदाखेरि, यो शीतल प्राप्त गरिरहँदाखेरि, यो गाउँको चिसो पानी खाइरहँदाखेरि पनि तपाईँलाई झ्याउ लागिरहेछ त? हैन, बोक्लाइरहेछ। पादन पाएन। आज हामीले भात खाँदैनौँ भन्ने कुरा तपाईँले बिर्सिनु भयो जस्तो छ। आज हामीले भात खाँदैनौँ, त्यही भएर आँप ठोकिरहेको छ। धेरै राम्रो सर। तर उता तलको आँप चाहिँ मिठो थियो होला है? त्यो ठुल्ठुलो आँप चाहिँ गुलियो उता तलको यस्तै अमिलो हुन्छ। ए अमिलो हुन्छ। जानी क्या पानी पर्यो भने त बिजोक हुन्छ नि बाटो फेरि। हो सर, पानी पर्यो भने बाटो बिजोक हुन्छ? बिजोक हैन, केही गर्न सक्दैन। यस्तो छ। घरको संरक्षण गर्नको लागि यसै गरी यहाँनिर एउटा काले भाइ पनि छ। यसले एकदम घरको संरक्षणको लागि यो पनि एकदम तयारी भएर बसिरहेको छ। यसले जतिखेर पनि मान्छेहरूलाई आक्रमण गर्न सक्ने अवस्था देखिया छ। हामीले जुन किसिमले पनि यसले आक्रमण गर्न सक्ने सम्मको स्थिति हामीले देखिसकेका छौँ। सायद धेरै राम्रो यहाँनिर सुगा देख्न सक्नुहुन्छ तपाईँहरूले। धेरै राम्रो ठाउँ, फुलै फुलको बगैँचा, धेरै राम्रो। आनन्द आइरहेछ, आनन्द आउँछ। सायद गाउँ भन्ने बित्तिकै घरहरू टाढा भए पनि मन धेरै नजिक हुन्छ। उहाँले हामीलाई मिठो एकदमै अर्ग्यानिक गाउँको पानी अनि एकदम मिठो अर्ग्यानिक आँप खुवाउनु भइसकेको छ। र साथै उहाँले हामीलाई बाटो देखाउनु भएको छ। उहाँको हामीले बगैँचा घुम्यौँ, जुनार, सुन्तला, कागती, अदुवा खेती घुमिसकेपछि हामीले यसै गरी आँप पनि खायौँ। र यहाँ आँप पनि म देखाउन चाहन्छु साथीहरूलाई। साथीहरू जुन बजारमा बस्नुहुन्छ, बजारमा तपाईँहरू किलोको किलो पैसा हालेर आँप किन्नुहुन्छ, तर यो आँप कसरी फल्छ त भन्ने विषयमा तपाईँहरूलाई थाहा नहुन सक्छ। त्यो भएको हिसाबले पनि थोरै हामी आँप देखाउँछौँ। आँपको बोट अहिले हामी धेरै पारी तपाईँहरूले यो सेतो देखिरहनु भएको भन्दा उतापट्टिको डाँडासम्म हामी पुग्ने चेष्टा गरिरहेछौँ, प्रयास गरिरहेछौँ। त्यसै क्रममा अझै एउटा आँप खाने हो कि भने जस्तो मलाई लाग्यो। त्यो भएर म एउटा आँप खान चाहन्छु साथीहरू। अहिले हामी छुट्छौँ। नमस्ते, बाई, थ्याङ्क यू। दादा एउटा